साथीहरु स्वागत छ तपाईले आजको यो भिडियोमा। साथीहरु आजको यो भिडियोमा म तपाईले एकदमै राम्रो एप बताउन गइरहेछु जसभन्दा भिडियो एडिटिङ तपाई एकदमै बेस्ट तरिकाले गर्न सक्नुहुन्छ। साथीहरु तपाई हेर्नु भइरहेको होला क्यापकट। पहिलादेखि नै एडिट गर्नु भएको होला क्यापकटबाट। त्यो धेरै अहिलेको समयमा धेरै एड्स चलाइरहेछ। एउटा भिडियोलाई तपाई यदि एडिट गर्नुहुन्छ भने त्यसमा 4-5 वटा एड्स नै आइन्छ। त्यति टाइम वेस्ट गर्छ। तर साथीहरु त्यसभन्दा राम्रो बिना एड्स एउटा पनि एड्स नचलाउने एप म तपाईहरुको लागि प्लेटफर्म तपाईहरुको लागि लिएर आइसकेको छु। यस भिडियोमा म त्यो तपाईले बताउँछु कुन प्लेटफर्म हो अनि त्यो कसरी क्यापकट भन्दा राम्रो छ अनि कसरी काम गर्छ भनेर सबै कुरा डिटेलमा बताउँछु यो भिडियोमा। अनि साथीहरु च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरिदिनु, बेल आइकनले अल गरिदिनु जसमा मेरो कुनै पनि भिडियो नोटिफिकेसन सबभन्दा प्रथम तपाईसम्म पुगोस्। अनि साथीहरु त्यसपछि भिडियो राम्रो लाग्यो भने भिडियोलाई लाइक पनि गरिदिनु। मोबाइलको स्क्रिनमा म पहिला क्यापकट भन्दा राम्रो एप जुन छ त्यसको बारेमा बताइदिरहेछु कस्तो छ के छ अनि एउटा पनि एड्स चलाउँदिनु भनेर। लेट्स गो। सो गाइज म तपाईहरुलाई लिएर आइसकेको छु आफ्नो मोबाइलको स्क्रिनमा। त्यसपछि साथीहरु म तपाईले त्यो एप फेराइरहेछु। पहिले त्यो प्लेटफर्म हेर्दिनु। यो साथीहरु त्यो एप भिडियो मेकर भनेर यसको नाम हो भिडियो गुरु भनेर नाम हो। अनि साथीहरु एकदम क्यापकट भन्दा राम्रो छ। यहाँ हेर्न सक्नुहुन्छ पहिला यसमा अलिकति पनि साथीहरु एड आउँदैन अनि यसले अफलाइन पनि अब मतलब यसले अफलाइन युज गर्न सकिन्छ तर क्यापकटलाई अब अफलाइन युज गर्न सकिदैन। भिडियोलाई जुन एक्सपोर्ट गर्नुपर्छ त्यसको लागि अनलाइन आउनु नै पर्छ साथीहरु। सो गाइज यहाँ हेर्न सक्नुहुन्छ यसमा भिडियो इन्हान्स पनि गर्न सकिन्छ, क्याप्सन पनि इजिली गर्न सकिन्छ कुनै पनि भिडियोमा क्याप्सन। अनि साथीहरु एआई आर्ट पनि दिएछ यसमा, रेकर्ड पनि गर्न सकिन्छ, क्यामेरा अनि अरु पनि दिएछन्। तर म तपाईले यो भिडियोमा अलिकति अब त्यही डिटेलमा गएर अलि विस्तारै बुझाइदिरहेछु छु। जस्तै कि यहाँ हेर्न सक्नुहुन्छ म एउटा भिडियो लिए। अब साथीहरु यसबाट तपाईले यसमा फिचर के पाइहाल्छ एकदमै क्यापकट जस्तो राम्रो फिचरहरु सबै पाइहाल्छ लगभग। अब यहाँ हेर्न सक्नुहुन्छ साथीहरु यहाँ इफेक्ट को अप्सन छ। यहाँ क्लिक गरेर तपाई विभिन्न प्रकारको इफेक्टहरु लगाउन सक्नुहुन्छ। एकदम राम्रो छ साथीहरु। यो पनि क्यापकट जस्तो नै छ तर क्यापकट जस्तो यसमा एड आउँदैन साथीहरु। तर यहाँबाट क्लिक गरेर तपाई त्यसको तल भिडियोहरु ल्याउन सक्नुहुन्छ। जस्तै कि म एउटा ल्याएर हेराइदिरहेछु यसको तल। अनि साथीहरु त्यसपछि यसमा टेक्स्ट पनि इजिली लेख्न सकिन्छ, म्युजिक पनि इजिली एड गर्न सकिन्छ। यहाँ हेर्न सक्नुहुन्छ ट्रिम गर्नको लागि अनि स्टिकरहरु पनि यहाँ हेर्न सक्नुहुन्छ, इफेक्ट टिप अनि त्यसपछि यहाँ फिल्टरको अप्सन हेर्न सक्नुहुन्छ। विभिन्न प्रकारका फिल्टरहरु पनि छन् अनि यसैबाट एडजस्ट पनि गर्न सकिन्छ साथीहरु। यहाँ क्लिक गरेर सबै कुरा छ यहाँ हेर्न सक्नुहुन्छ। लाइट, कन्ट्रास्ट, वार्मथ, टीएनटी अनि यहाँ सैचुरेसन पनि छ। अनि साथीहरु हाइलाइट, फेड यहाँ हेर्न सक्नुहुन्छ सबै कुरा छ, शैडो पनि छ। अनि साथीहरु त्यसपछि यहाँ हेर्न सक्नुहुन्छ शार्पन पनि छ यहाँ हेर्न सक्नुहुन्छ। अनि साथीहरु त्यसपछि म तपाईहरुले आन्टी एन्ड यहाँ ब्याकग्राउन्डहरु पनि इजिली सेट गर्न सकिन्छ। जस्तै कि म हेराइदिरहेछु यहाँ यसले अलिकति सानो गरेर यो भयो हामीहरुको। अनि यसको पछिको ब्याकग्राउन्ड इजिली पनि सेट गर्न सक्नुहुन्छ। यहाँ बिजी हेर्न सक्नुहुन्छ। अनि साथीहरु तपाईले भिडियो कुन फर्ममा चाहियो यहाँ हालको छ। अब म धेरै डिटेलमा बताउन गए भिडियो एकदमै लामो हुन्छ त्यही भएर म इजिली बताइदिरहेछु यहाँ हेर्न सक्नुहुन्छ। अब त्यो तपाई क्यापकट युज गर्नुहुन्छ भने तपाईले थाहा नै होला के सबै छ त्यसमा। अनि यहाँ पनि कलर पनि सेट गर्न सकिन्छ। जस्तै कि यहाँ म यही कलर गरेर राखिदिरहेछु जुन कलर तपाई यहाँबाट ब्याकग्राउन्ड पनि इजिली गर्न सकिन्छ। अनि साथीहरु यहाँबाट एड पनि गर्न सकिन्छ यहाँबाट। अनि साथीहरु यसमा तपाईले अरु के फिचर पाउँछ म एकछिन बताइरहेछु। यहाँबाट साउन्ड बढाउन सक्नुहुन्छ, यहाँबाट स्प्लिट यानी कट गर्न सक्नुहुन्छ, यहाँबाट स्पिड बढाउन सक्नुहुन्छ, यहाँबाट क्याप्सन अनि यहाँबाट एनिमेसन भिडियो पनि बनाउन सक्नुहुन्छ। आफ्नो भिडियोले एनिमेसन एड गर्न सक्नुहुन्छ।
यहाँ क्रप यहाँ भिडियोको जुन ब्याकग्राउन्ड हुन्छ रिमुभ गर्नको लागि यो छ। जस्तै कि म आफ्नो भिडियोको ब्याकग्राउन्ड रिमुभ गरेर हराइदिरहेछु, तपाईँले एकछिन हुँदैछ। अनि यसबाट तपाईँको जुन क्रोमा की छ त्यो पनि युज गर्न सक्नुहुन्छ। क्यापकटमा यो अप्सन दिँदैन, त्यसमा गर्न सक्नुहुन्छ। यहाँबाट कपी बाँकी सबै यहाँ हेर्न सक्नुहुन्छ। जो छ त्यो सबै यहीँ छ। अब हेर्न सक्नुहुन्छ साथीहरू कति पर्फेक्टली ढङ्गले गरेको छ। यहाँ मेरो जुन भिडियोको ब्याकग्राउन्ड छ त्यो रिमुभ गरिदिएछ, यहाँ हेर्न सक्नुहुन्छ। एकदमै राम्ररी गरेको छ। क्यापकटमा अलिअलि झिलझिल आउँछ तर त्यसमा आइरहेको छैन साथीहरू, यहाँ हेर्न सक्नुहुन्छ तपाईँ। अनि साथीहरू म गर्न गएको भिडियो धेरै लामो हुन्छ। अब बाँकी सबै फिचरहरू आफै हेरिलिनु होला। तर क्यापकटमा धेरै एड्स चल्छ, यसमा धेरै एड्स पनि चल्दैन अनि अफलाइन पनि इजिली युज गर्न सकिन्छ सबै कुरा। साथीहरू फेरि मिल्ला अर्को भिडियोमा आएर तपाईँको साथमा, तपाईँसँग बाई।